सो आजको मौसम हेर्न सक्नुहुन्छ यस्तो झरीवाला दसैँ भयो भाइ योचोटि पनि छ अनि सब प्लान क्यान्सल भयो। त्यही चाहिँ सुरुमै प्लान गर्नु हुने रहेन चाहिँ के हो साथीहरू है, सबै प्लान क्यान्सल भयो क्या मेरो चाहिँ त्यस्तो भयो। अनि धानहरू पाकिसक्यो अनि कस्तो रमाइलो मौसम त भएको छ, त्यही पनि अब दसैँमा पानी परेको खासै राम्रो नलाग्ने कि। अनि हजुरहरूको जमरा चाहिँ कस्तो भयो? हाम्रो जमरा चाहिँ यस्तो भयो है, यो चाहिँ मकै जौँ कस्तो हाम्रो जमरै राम्रो हुन्न कि किन हो साथीहरू, यस्तै हो। अब धेरैजना नि छैनौँ, त्यही भएर जमरा पनि अलिक थोरै नै राखेको। अनि यहाँ हेर्नु न पानी पानी भयो कि सबै यताबाट रस आउने रहेछ, खै के हो पानी पानी भयो सबै। दसैँ चाहिँ हिले दसैँ हुने भयो साथीहरू। धेरै पहिला हाम्रो वहाँ झापामा एकचोटि चाहिँ 5 दिनको 5 दिनै झरी परेर क्या है, टिका लाउन पनि पुरै मान्छे पुरै गडी गडी हिलोमा त्यसरी दसैँ मनाएको पनि हो। अनि अहिले पनि त्यस्तै होला जस्तो छ। अब अहिले त खासै हिलो हुन्न, पिच रोड भइहाल्यो। अनि यस्तै हो साथीहरू। ल अब म पूजा गरेपछि भेट्नुपर्छ फेरि। मम्मी ल ह्याप्पी दसैँ मम्मीलाई। ह्याप्पी दसैँ एभ्रिवान गाइस। सो आज चाहिँ म हल्का फ्रेस फिल भइरहेको छु, मेरो खुट्टा नि हल्का ठिक भएको छ है। फ्र्याक्चर गराएर खुट्टा प्लान क्यान्सल गर्नु तपाईँको भन्ने पनि भयो, तर मौसमले नि त्यस्तै डिमान्ड गर्यो अहिले त। के प्लान क्यान्सल हुँदैन नै प्लान त्यस्तो क्यान्सल के हुँदैन, मौसम पनि त्यस्तै भयो त। होइन गाडीमा जाने हो। ल हो भर्खरै फ्लाइटमा जाने भने होइन होइन त्यो त मैले एकछिन सोचेँ आउनु त्यस्तो भनेको छ नि। मैले अहिले भर्खर के हेरेँ शनिबार र आइतबार चाहिँ नहिँड्नु, किनभने पानी परिरहेको बेला के हुनु, पानी परिसकेपछि चाहिँ पहिरो झर्छ क्या। त्यही भएर हामी त सुर्खेतमै हुन्छौँ। सो ठिकै छ, अब के हुन्छ अझैसम्म पनि डिसिजन भएन हाम्रो। अहिले फाइनली मैले पूजाको सामानहरू उ गरिसकेँ। अनि यता पनि पानी एकदम यहाँबाट रस आउँछ कि खै कताबाट रस आउँछ सबै। अनि सफा गरेँ अब लिनहरू त उडिराखे, तर त्यस्तो हेभी रेनफल त भएको छैन, तर हल्का हल्का अब साँझदेखि लगातार आइरह पानी भनौँ न। जानु के लाउनु भयो? खुट्टा हिँड्दा किन पुटुक पुटुक गरे, त्यो नहिँड्ने बानी हो। ल बालाई नि ह्याप्पी दसैँ। ह्याप्पी दसैँ बाबा। उहाँलाई पुऱ्याउन मेरो एकैचोटि उहाँसँग त डाइरेक्ट गर्दा त गाह्रो हुन्छ नि खुट्टा। है भर्खरै फ्लाइट भन्थ्यो, अहिले भर्खरै के भयो, मतलब प्लान पनि चेन्ज भइहाल्छ एक मिनटमा। आएको रातो देखेँ दही चिनी अनि अघि नै भिजाएर राखेको चामल चाहिँ त्यही हो साथीहरू। यस्तो कलर धेरै रातो पनि त्यो रातै जाने कि 2-3 दिनसम्म धुँदा हुन्छ नि त। यता पूजा गरेको नरिवल प्रसाद फाइनली यसरी आउँछ साथीहरू। धेरै दुःख गर्नु पर्दैन यसको लागि चाहिँ। हामी कहाँ जाँदैछौँ मैले जानु भनिदिनु न साथीहरूलाई। हामीहरू अहिले जाँदैछौँ चितवन अनि भोलि पुग्छौँ सुर्खेत। अहिलेसम्मको प्लान अनुसार फाइनल डेस्टिनेसन सुर्खेत। अरू अरू त्यही हो, अब बिस्तारै हेर्दै जानु, ठाउँ हुँदै जान्छ। मैले अल्छी भएको छु, पहिला जस्तो छैन है, काम पनि गर्दैछु। पहिला सानोको जस्तो रमाइलो त नहुने है जानु दसैँ अहिले। टिकटकभरि आइरह नि त्यो के अरे आफ्नै पैसाले लुगा किन्न पर्यो भने चाहिँ दसैँ मनाएको जस्तो नहुने रहेछ भनेर। हुन पनि हो जस्तो ब्याग खोज्ने कार्यक्रम भइरह के गर्ने। ल कसको हुन्छ तपाईँहरूको जानुभन्दा 1 घन्टा अगाडि यसरी ब्याग खोज्नु पर्ने। सो फाइनली मैले प्याकिङ गरेर भ्याइसकेँ है। यत्रो टाइम लाग्यो मलाई प्याकिङ गर्नलाई चाहिँ। जानु यहाँ सङ हाल्दै हुनु। ल अब हाम्रो रेडी भइसक्यो फाइनल्ली। कस्तो खाना सो हाम्रो चाहिँ यहाँ रेडी भइसकेको छ पूजाको थाली हो। सिर्जन सिर्जन यहाँ यस्तो देखेको छ, खै यता हेर सिर्जन सिर्जन यता यस्तो। अनि अब जानुको लुक यस्तो, बाबाको यस्तो, मम्मीको यस्तो, मेरो यस्तो। मम्मीकोबाट सुरु टिका लाउन चाहिँ यता फर्किनुहुन्छ र?
अलि हाँस बाबु हो यता फर्केर हाँस Wah, छोरा एकछिन मन पुऱ्यो खिच्छु के जुम गरी गरी पैसो पैसो सिर्जनको पालो आयो अब सिर्जनले आज कति कमाउँछिन् सिर्जनको पालो आयो झन्नै कत्रो एक्सिडेन्ट हुने भइसक्यो थियो आफ्नो साइडमा हिँड्नु नि है मैले झ्याप्पै त्यही रोकेँ त अब हाम्रो साइड यता लेफ्ट भयो भने उनीहरूको राइट हुनु पर्यो नि त अनि तिनीहरू लेफ्टतिर आइदिएपछि कहाँबाट हुन्छ के धन्नै अहिले म त सामानहरू पनि हुत्यो यता आइगयो तेरो ल्यापटप पनि झर्थ्यो अहिले झर्थेन होला सुताएर राख्दा त तराईको बाटो नि त पछि गएर पार गर्ने आज त्यो हाम्रोमा त्यो दुर्गाको ठुलो मूर्ति ल्याएर पूजा गरेका थिए अनि त्यहाँनिर चाहिँ अब सिन्दुर पोते त्यो थियो टोपी ह्याप्पी दसैँ ह्याप्पी दसैँ है ह्याप्पी दसैँ भाग्यमानी अझा अझै ढोक गरे ह्याप्पी दसैँ सबैजना खै त बाजु आजलाई नि क्यामेरामा कैद गराउनु पर्यो त ढिलो छ त आज मिया दाजु सानोमा के अझै सानोमा हामी तिनजना कसको धेरै दक्षिणा हुन्छ भनेर कम्पिटिसन अजा जानु पहिला सुजन दाइ निरञ्जन अरूकोमा खाना खाँदैछौँ हामीहरू चाहिँ उता गाडीमा छुट्टिनु भयो हामीहरू यताबाट बाटो पनि छुट्टा छुट्टै हुन्छ हामीहरू चाहिँ उता हेटौडाको बाटो फर्फ्युम हुँदै के अरे नाम के अरे जानु फर्फ्युम हुँदै जान्छ बाबाहरू चाहिँ यता कलङ्की हुँदै जानुहुन्छ रुन लाग्यो क्या नरमाइला सधैँ एउटै गाडीमा हुन्थ्यो अनि छुट्टा छुट्टै भयो कस्तो दामी देखेको कि तलबाट हामीहरू चाहिँ हेटौडाको बाटो हुँदै गइरहेको छौँ जानु चाहिँ ड्राइभर हो आज ड्राइभर नि मोडमा चाहिँ यस्तै हो क्या भ्यू ओ माई गड काठमाडौँ भ्याली कस्तो दामी देखेको यस्तो छ क्या दसैँको दिन पनि कति है मान्छे हिँड्ने हुन त सबलाई कहाँ कहाँ जानुपर्ने हुन्छ तानेन है होइन जेन्स नयाँ होला नि त गणपति बाप्पा मोरिया बाटो चाहिँ अलिकति त कोही कोही ठाउँमा चाहिँ अप्ठ्यारो रहेछ तर धेरै बाटो अप्ठ्यारो छैन अरे ओ माई गड तल ओ माई गड नजारा हजुरलाई देखाउनै पाइनँ हौ मैले त बस्ती नै रहेछ नि तल 1.5 घन्टामा हेटौडा पुग्छौँ है पनि ठुस्कुमारी फेरि भन्दैन के चाउ चाउ
किचन जानु बुढी खुट्टा बाहिर काट्नु भयो बाटो मलेखु पुग्नु भयो कि नै अहिले पुग्नुहुन्छ र ए त मलेको त 2 घन्टा त हो अहिले चाहिँ एक्कासी हुस्सु लाग्यो है हामीहरू राइडमा कति घन्टा 18 घन्टामा 2 घन्टा गरेर 16 घन्टा लाग्यो रोड ओभर डिस्टेन्स 16 घन्टा बाँकी छ तर हामी चाहिँ आज चाहिँ चितवन बस्ने हो ठुल ड्याडी ठुल मम्मीकोमा अनि भोलि बिहानै हिँड्छ मलाई तर भोलि अब कस्तो हुन्छ अब उहाँले मात्रै हो नि त चलाउनै त्यो गाह्रो भयो भने बिचमा रोकेर अर्को दिन जाने नत्र भोलि नै साँझसम्म पुग्यो भने है हेरौँ के हुन्छ कन्डिसन अहिले नि दसैँको दिन पनि आम्मामा यस्तो भिड भयो अरू बेला भन्दा पनि भिडै जानु आज हुन त टिकाहरू लाउनु होला मान्छेहरू जाम पो परियो त है जाम बाटो सानो भएर यति सानो रोड हो त नि अरूको गाडीको चक्का बनायो अरूको गाडी आफ्नो गाडीको हुन्न त्यस्तो त्यो ठुलो ठुलो गाडीमा गयो कस्तो डराएको होला त्यति ठुलो गाडी चाहिँ होइन डराउँछ मेरो यो BYD छन्न यत्रो ठाउँको पनि भनेर पनि सो हामी चाहिँ एकछिन रेस्ट गऱ्यौँ है लगातार 3 घन्टापछि है लगातार 3 घन्टापछि अब हामी हेटौडा चाहिँ 25 मिनटमा पुग्छौँ त्यहाँदेखि खुट्टा कस्तो छ दुई घन्टामा चाहिँ रेस्ट अवस्था नाजुक छ हाम्रो नाजुक कस्तो राम्रो रहेछ कि ग्राउन्ड चाहिँ अब हेटौडा कटिसक्यौँ हनुमानजीको राप्ती पुल आयो कहाँ पुग्नु जानु राप्ती पुलै हो अहिले राप्ती पुल तरेपछि त्यहाँबाट जानुपर्छ राप्ती पुल अहिले चाहिँ हामी 6 बज्न लाग्यो हामीहरू 3 घन्टा लाग्यो काठमाडौँदेखि हेटौडा आउन 3 घन्टा 2.5 हो 2 घन्टा 40 मिनट 10 मिनट त्यहाँ बस्यो 10 मिनट मात्रै रोकेको हामीहरू 10 मिनट त अझै लाग्छ टाइम बढाइदियो भनेर यहाँ फेरि चिन्ता भएको छ होइन अरूलाई किन हुँदैन 2 घन्टा 40 मिनटमा आइपुग्छ नन स्टप आयो भने साइड लाइट छैन केही छैन हामी चाहिँ अब 1 घन्टा जति छ चितवन पुग्नको लागि अन द वे छौँ हामीहरू अन द वे अबि म त के भएको व्हाइट कलर भनेको कि यो हेर्नु न यहाँ गणेश भगवान्ले हेर्नु न यहाँ व्हाइट के आयो फुट्यो कसरी फुट्यो भन्छु कि चितवनमा इन्ट्री भइसक्यो 4.5 घन्टामा हामी काठमाडौँदेखि चितवन आइपुग्यौँ अब चाहिँ हामी ड्याडी ठुलमम्मीको घर जान्छौँ अब त्यहाँ रुखहरू लाउने होला प्लान्टहरू लगाइरहेको ए त्यो अस्ति नै पुरै धुलो थियो नि यही हो बाटो होइन यतादेखि छिर्ने होला सायद हामी ठुलमम्मीको घर आइसक्यौँ अब अर्को वर्ष जाने ट्याक्क लाग्यो सबैजना जानु यता गर्मी भएर फेरि यता आउनुहुन्छ हाम्रो ठुलमम्मी हाई गरिदिनु धन्न अहिले हिजोबाट हिँड्न थालेको 3 दिन बेडको बेडमै हो यस्तै सुते मात्रै नभएर हेलो ठुल्लाडी हामी ठुल्लाडी घर आइसक्यौँ हाई गर्नु टिभीमा आउँछ पछि है ढोका लाउँ अब जानु पर्दैन हजुर किन चाहियो अहिले अहिले ल्याछौ नि गाडीबाट ल हाम्रो रुम चाहिँ यहीँ हो जहिले पनि हामीहरू यहीँ सुत्छौँ हाम्रो भएको छ यो हाम्रो ठुल्लाडीले टिका लगाइदिँदै हुन्छ टिका अलिअलि गराइदिनु अरे अलिकति उता गर्नु पर्यो नि ल दुर्गा माताले रक्षा गरोस्
खोइ त अनि आफ्नो कमाइले घर जग्गा चाँडै हालोस् त्यो त बलियो गाडी त हाल्यो भन्नु न अब एउटा जग्गा किन्नु पर्यो काठमाडौँमा चितवनमा एउटा यो आमा ठुल्लाडी थोरै लगाइदिनु ठुल्लाडी फेरि मुख दिनुपर्छ त्यही त भने अब राति सुत्ने बेला कसलाई देखाउने र मैले ठुल्लाडीको त खत्रो सप्रा रहेछ क्या जमरा नि के हो यो मकै नै हो कि जौ नै हो ए नाइ कि यो जौ हो है हो जौ अब घुम्न गयो भने राम्रो हुन्छ है हाम्रो खुल्ला कता दिन जाउँ है काठमाडौँ जानुहुन्छ त कि जाने हो सुर्खेत जाने भाइ गइदिउँ त नि अजीकोमा कस्तो राम्रो देखेको ठुलो मम्मी फुल हालेर कस्तो राम्रो देखेको सानो बोतलमा पानी हालेर राख्नु जमाएर खुट्टामा सेक्नु हाम्रो नि त सो हामीले खानापिना खाइसकेर वा कुच्चो त हत्रा गराइदिनु भएको छ ठुल्डाडीले ओ माई गड कहाँबाट आउँछ कि यस्तो आइडिया ठुल्डाडीलाई छ क्या त्यसले सुझाउँथ्यो क्या त्यसले त्यही पोइन्टमा मात्र पार्थ्यो कि रातिमा नलाउनु के रातिमा लाउनु पर्छ कि म जहिले त्यही रातभरि नलाएर 1-2 बजी उठेर लाएर सुत्छु फेरि थाहा छ सो साथीहरू भोलिपल्ट बिहान लिएर सँगै किनेको ब्रस उहाँको चाहिँ यस्तो हुन्छ मेरो चाहिँ यस्तो हुन्छ हेर्नुहोस् कति फरक छ कस्तो सानो है मेरो खुट्टा